वेलकम टु माई मिनी ब्लग। आजको ब्लग सुरु गरिसकिसकेँ मैले चाहिँ। आज बिहानै हाम्रो घरमा चाहिँ कोदोको रोटी खाजाबाट सुरु भइसक्यो। त्यस पछाडि बारीमा गएर मैले चाहिँ यो अर्ग्यानिक सागहरू लिएर आएँ। त्यस पछाडि खिलाउन थालेँ। मेरो चाहिँ यशोदा घिमिरे युट्युब च्यानल खोलेको छु मैले। हजुरहरूले हेरेर लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। सबैले भिडियो मन पराइदिनु हुन अनुरोध गर्दछु। मैले चाहिँ आज घरमा सागको सब्जी, यो मुसुरी दाल साग, आलु अर्को, अनि यो चाहिँ इस्कुस र आलुको सब्जी ग्रेभी बनाउँदैछु भने मसरुमको अचार। नानीहरू चाहिँ बाहिर घाममा खेलिरहेको छन्, उनीहरूलाई चाहिँ बाहिर खेलाएर त्यसपछि म गएँ दमक यो चाहिँ पूर्वाञ्चल बेकरी। यहाँनिर चाहिँ केकहरू पाउनुको साथै सबै खानेकुराहरू पाउँछ। यहाँनिर चाहिँ खाजाहरू, चाउमिन, थुक्पा, मोमो। यहाँनिर चाहिँ मलाई एकदमै मनपर्ने भनेको यो चिल्ली मैले चिल्ली मोमो ट्राई गरेँ। त्यस पछाडि नानीहरूलाई चाहिँ मैले पिज्जा ल्याइदिएको थिएँ। आज उनीहरूलाई पिज्जा खाने मन थियो अनि मैले पिज्जा ल्याएर खुवाएँ। एकदमै मिठो मानेर उनीहरूले चाहिँ पिज्जा खाने छन्। मेरो छोराछोरीको फेभरेटमा चाहिँ यो पनि पर्छ पिज्जा। उनीहरूलाई अत्याधिक मनपर्छ। मेरो भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सबैलाई धन्यवाद।